मोटोपन घटाउन कसैले दैनिक व्यायाम यति गर्नुहोस् भनेर भन्नुहुन्छ, कतिले कम कार्ब भएको खानेकुराहरू खानुहोस् भनेर सल्लाह दिनुहुन्छ। मोटोपन भनेको शरीरमा अत्याधिक बोसो जम्नु हो। यो अवस्था तब उत्पन्न हुन्छ जब शरीरले आवश्यकभन्दा धेरै क्यालोरी अर्थात् ऊर्जा अधिक रूपमा भण्डारण गर्न थाल्छ, जसको परिणामस्वरूप शरीरको विभिन्न भागहरूमा बोसो जम्मा हुन्छ। मोटोपनाले शरीरको सामान्य कार्यप्रणालीमा असर पुर्याउन सक्छ र यसले विभिन्न स्वास्थ्य समस्याहरूको जोखिम बढाउन सक्छ। अस्वस्थ आहार, शारीरिक गतिविधिको कमी, आनुवंशिक कारण, हर्मोनल असन्तुलन, मनोवैज्ञानिक कारण, जिनहरूको प्रभाव, औषधिहरूको दुष्प्रभाव, विभिन्न रोगहरू जस्तै मधुमेह, थाइरोइडको समस्या, मृगौलाको समस्याहरू, यी कारणहरूले गर्दाखेरि नै मोटोपन हुने गर्दछ। नमस्ते, म डाक्टर राजेन्द्र मानन्दर, पद्मश्री होमियोपेथी क्लिनिक पोखरा न्यू रोडमा कार्यरत छु। आज हामी मोटोपन घटाउन र मोटोपन हुनबाट हुन सक्ने समस्याहरूलाई कसरी होमियोपेथिक औषधिहरूबाट कम गर्न सकिन्छ यो बारे चर्चा गर्नेछौँ। सर्वप्रथम सुरु गरौँ क्याल्केरिया कार्बबाट। क्याल्केरिया कार्बोनिका मोटोपनसँग सम्बन्धित समस्याहरूको लागि प्रयोग गरिन्छ, विशेष गरी जब मानिसको शरीरमा अत्याधिक बोसो सञ्चित हुन्छ र मेटाबलिजम सुस्त हुन्छ। यो औषधि शरीरको बोसो कम गर्न र मेटाबलिजमलाई सुदृढ बनाउन मद्दत पुर्याउँछ। जसको मेटाबलिजम सुस्त छ र जिउमा थकान र आलस्यको अनुभव हुन्छ, मानसिक र शारीरिक थकान साथै कमजोरी पाचन प्रणालीको अवस्थामा पनि यस औषधिको प्रभावकारी भूमिका रहेको हुन्छ। विशेष गरी पेट र जिउको तलतिर अधिक बोसो जम्मा हुने अवस्थामा प्रयोग गर्ने गर्दछ। शरीरको ऊर्जामा कमी र सामान्यतया आलस्यको अनुभव हुन्छ। शरीरको कमजोरी, मेटाबलिजम र शारीरिक समस्याका कारण सक्कर र शिरदर्दको समस्या हुन्छ। सामान्यतया कब्जियत, पेट फुल्ने समस्या र पाचनमा समस्या हुने व्यक्तिहरूलाई क्याल्केरिया कार्बोनिका 30 राम्रो विकल्प हुन सक्छ। फाइटोलाका नामक वनस्पतिको रसबाट तयार गरिन्छ। यो औषधि प्राय शरीरको वजन कम गर्न र मोटोपनको समस्यामा प्रयोग गरिन्छ। फाइटोलाका बेरी नामक वनस्पतिको रसबाट तयार गरिन्छ। यो औषधि प्राय शरीरको वजन कम गर्न र मोटोपनको समस्यामा प्रयोग गरिन्छ। फाइटोलाकाले मुख्य रूपमा शरीरको बोसो घटाउने प्रक्रिया, विशेष गरी जिउ र पेटको क्षेत्रका बोसो घटाउनमा प्रभाव पार्छ। यस औषधिले शरीरको मेटाबलिजमलाई सुधार्न मद्दत गर्छ, जसले गर्दा शरीरका टक्सिनहरू बाहिर निस्किन्छ र बोसो कम गर्न मद्दत गर्छ। यो औषधि उनीहरूको लागि उपयोगी हुन्छ जसको शरीरको वजन सामान्यभन्दा धेरै बढेको छ र तिनीहरूलाई आलस्य, थकान र सामान्य शारीरिक कमजोरीको समस्या छ। पेटको क्षेत्रमा भारीपन वा असहजता महसुस गर्ने व्यक्तिहरू, मानसिक रूपमा थकान र तनाव महसुस गर्नेका लागि यो औषधि प्रभावकारी मानिन्छ। ग्राफाइट नामक खनिजबाट तयार गरिन्छ। यो औषधि विशेष गरेर चर्मरोग, पाचन समस्याहरू र मोटोपनसँग सम्बन्धित समस्याहरूमा प्रयोग गरिन्छ। ग्राफाइटिसको प्रभाव पाचन प्रणाली, मेटाबलिजम र शारीरिक संरचनामा हुन्छ, जसले मोटोपनलाई सुधार्नमा मद्दत पुर्याउन सक्छ। शरीरमा बढी बोसो जम्मा हुने समस्याले पाचन प्रणालीको समस्या देखिन्छ, जसले गर्दा मोटोपनासँग थकान, कमजोरी र आलस्यको समस्या देखिन्छ। शरीरका विभिन्न भागहरू जस्तै हिप, पेट र जिउमा बोसो धेरै भएको हुन्छ। मोटोपनसँगै पाचनमा गडबडी, कब्जियत, पेटको गडबडी र पेट फुल्ने साथै छालाको समस्या देखिए यो औषधि प्रभावकारी मानिन्छ। क्याप्सिकम एन्युम। क्याप्सिकमलाई चिल्ली पेपरको नामले पनि चिनिन्छ, जसको प्रयोग विभिन्न स्वास्थ्य समस्याहरूमा गरिन्छ, जस्तै मेटाबलिजम सुधार्न, पाचन प्रणालीहरूलाई सक्रिय गर्न र मोटोपनासँग सम्बन्धित समस्याहरूको उपचार गर्न प्रयोग गरिन्छ। यसले शरीरका टक्सिनहरू र अत्याधिक बोसोलाई नष्ट गर्न मद्दत गर्दछ। यसले विशेष गरी पेट र जिउको क्षेत्रका बोसो कम गर्न मद्दत गर्छ। क्याप्सिकम एनियमले शरीरमा ऊर्जा बढाउन पनि मद्दत गर्छ, जसले मोटोपनासँग सम्बन्धित आलस्य र थकानको समस्या कम गर्न सक्छ। रक्त परिसञ्चारलाई सुधार गरेर स्वस्थ र चमकदार छाला बनाउन मद्दत गर्छ।
फ्युकस भेसिकुलोसिस ब्ल्याडर विट नामक समुद्री अल्गीबाट बनाइन्छ। मोटोपन र नन टक्सिक वेटरमा प्रभावकारी हुन्छ। यो औषधिले विशेष रूपमा शरीरको मेटाबलिजमलाई सक्रिय गर्न र वजन घटाउन मद्दत गर्छ। शरीरका विभिन्न भागहरू विशेष गरेर पेट, जिउ र नितम्बमा जम्मा भएका बोसो घटाउन मद्दत गर्छ। कब्जियत, पेट फुल्ने समस्या र पाचन समस्यामा सुधार ल्याउन मद्दत गर्छ। थाइरोइडको कारणले गर्दाखेरि मोटोपन हुने हुन्छ। यी औषधिहरू बाहेक मोटोपन घटाउने अन्य उपायहरू जस्तै सन्तुलित आहार, नियमित व्यायाम, पानीको सेवन, उच्च प्रोटिन डाइट, सुत्न समय र राम्रो सुताइ, मानसिक सन्तुलन। अन्तमा यदि मोटोपन धेरै गम्भीर छ भने, दिनानुदिन तौल बढ्दैछ भने चिकित्सक वा डाइटिसियनसँग परामर्श गर्न महत्त्वपूर्ण हुन्छ। तपाईँले आफ्नो शारीरिक स्वास्थ्यको बारेमा बढी जानकारी लिन सक्नुहुन्छ। यदि तपाईँको तौल निकै बढी भएर स्वास्थ्यमा समस्या आइरहेको छ, आफ्नो दैनिकी जीवनमा समस्या आइरहेको छ भने सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।